हरेक फाइल खोलिन्छ। अब गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कारबाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेसन भिजिलेन्स टिम SIVT गठन गर्ने, नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्युरोलाई थप सशक्त र प्रभावकारी बनाउने, हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने, ब्युरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्युरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टीकृत समूह स्पेशलाइज टिम गठन गर्ने। हरेक फाइल खोलिन्छ। अब थ्याङ्क यू सो मच। सबैलाई धन्यवाद सहित यो कार्यक्रम यही सकिएको जानकारी गराउँछु। धन्यवाद। हरेक फाइल खोलिन्छ। अब गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कारबाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेसन भिजिलेन्स टिम SIVT गठन गर्ने, नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्युरोलाई थप सशक्त र प्रभावकारी बनाउने, हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने, ब्युरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्युरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टीकृत समूह स्पेशलाइज टिम गठन गर्ने। हरेक फाइल खोलिन्छ। अब थ्याङ्क यू सो मच। सबैलाई धन्यवाद सहित यो कार्यक्रम यही सकिएको जानकारी गराउँछु। धन्यवाद।